हजुर एकछिन फलाग्नु है एकछिन फलाग्नु न मैले भर्खर भिडियो गरेछु गोबर छ गाई गोरु गोबर छ त्यहाँ हो लो परमेश्वर ल गणेश देवता भीषण देवता कहाँ हो सबै पहिला गणेशलाई हो कि पूजा गर्ने अनि बल्ल अरूलाई हो हजुर फलाग्नु न मैले भिडियो गरेछु कि ल धुप हालेर फलाग्नु त म भिडियो गरेछु ल अलि त जानु ल उसको कष्ट उनीहरूले हटेर जाने खरिदिनु सन्तोष भने नयाँ रोगले हामीलाई धन्दा कसैलाई दुःख दिएन खुसी लाग्यो परमेश्वर मलाई सबैको परिवारलाई धन्यवाद परमेश्वर माता ल अब बल्ल गणेशलाई गर्नुभयो दुर्गा निम्न लाग्यो दुध यतापट्टि साह्रै दुध दुई अति ल्याएर आवाज हालेर यतापट्टि ल्याएर दुर्गालाई काम गर्ने मोटो मन्दिर काम होइन हजुर पूजा होइन बाधाहरू व्रतहरू हटाइदिनु धन सम्पत्ति लक्ष्मीले बास गर्ने गर्छ गान परिवारमा सुख शान्ति व्यक्तिहरू कष्ट नलाएर आनन्द सन्तोष शान्ति बाँच्न खानु परिरहेको अनि यो नरिवल फोर्यो नि फोरेर कहाँ चढाउने हजुर पानी पानीको त त्यस्तै त होइन भुइँमा होला नि फोर्ने त रातो पानी जल भुइँमा होला नि फोर्ने होइन र हातमा पर्ला फेरि त्यो पानी हो क्या चढाइदिनु नरिवलको पानी सम्मान सबैको साथ शुद्ध दिया छ जान आजमा क्षमा गर्नु एकैचोटि फोर्नु क्या भुइँमा हानेर भुइँमा फोर्नु क्या भुइँमा फोरेर पानी चढाउनु फोर्ने त होला नि एकैचोटिमा फोर्नु न त्यतिका ड्या यहाँमा त्यस्तै त होइन कि नरियो जान्नु पनि जान्नुहुन्न नरियो अलिकति चढाइदेऊ न उता नरिवल निकालेर अरू खाम आधा तल फालफुलको हो त्यहाँ फ्यानमा राखेन हो त्यहाँ हो त्यो फालफुलको फेरमा फुलपातीको फेरमा त्यही फुलपाती जरामा अरे के हो त्यहाँ फालिन्थ्यो हो त्यस्तो भयो विधि गरियो डेस्कतिर नि फालिदिनु हो उता नि फालिदिनु मेसिनतिर कसैले ल्याएर एम्बुलेन्स नपाएर भरपुर अस्पताल आइदिन्थ्यो ए हिजो कति डिस्चार्ज गरिदिँदैछ क्या बेसेस केसलाई पनि दसैँ भयो दसैँ भयो मामा घर आयो उठ भनेर हेरेको यहाँ पनि धेरै हेरेको